यो भिडियो केवल मनोरञ्जनका लागि मात्र बनाइएको छ। यसमा व्यक्त गरिएको विचार व्यङ्ग्यात्मक र हाँसो मजाकको लागि मात्र हो। तपाईहरुको घर भत्काइराख्या छ सरकारले। तपाईले त्यस कुरामा के कस्तो लागिरहेको छ? यत्रो घर भत्किरहेको छ, जाडो कस्तो लाग्नु पर्ने तँलाई? सर अलिक आक्रोशमा आउनु भएको जस्तो छ। यसरी मिडियाकै अगाडि आएर मुख छाड्दा भोलिका दिनमा हजारौं जनताले तपाईलाई देख्दा के भन्छन्? यत्रो घर भत्काएर अलपत्र पार्दा बोल्न कोही आएनन्। अहिले भिडियो हेरेर कोही आयो भने मुख चुक भत्काइदिन्छु। अब घर त भत्किहाल्यो, कता गएर बस्नुहुन्छ होला? के सोच्नु भएको छ? अब गाउँ जान्छु नि। आफ्नै घरमा पाल्दैनस् होला तैँले मलाई? हेर्नुहोस्, गाउँमा जग्गा भई नि आफूलाई सुकुम्बासी भन्दै सरकारको विरोधमा बोलिरहेका छन् यहाँको बासिन्दा। बालेनको झोले त हो यो पत्रकार। उठ भने उठ, बस भने बस। जनतालाई रोडमा ल्याएर देश बनाउँछु रे। आफ्नो घर भत्किँदा सबलाई नराम्रो लाग्छ, तर सरकार देशको हितमा काम गरिरहेका छ। क्यामेराम्यान गोलेको साथमा कल्लु कुमार अहिलेलाई बिदा चाहन्छौँ। छिटै फर्किने बाछा गर्दै अहिलेलाई बिदा लिन चाहन्छु। धन्यवाद। आज पनि घर घरमा डोजर चल्न थालिसकेका छ अनि एउटा बच्चा हाम्रो अगाडि देख्दैछु। आउनुहोस् उसको विचार हेरौँ यो कुरामा के कस्तो छ। बाबु, तिम्रो घर कुन हो? अंकल, हाम्रो घर भत्किसक्यो, नभत्काउनु भन्नु न। कपी र कलम घरमै थियो कि क्या हो बाबु? होइन, बाउले हिजो रक्सी खाइ नसकेर थोरै राखे थिए। मैले खान्छु भनेर रुकाएर राखेको थिएँ। झिक्नै नपाई घर भत्काउन थालो। स्कुल जाने यी कहिला उमेरमा रक्सी खान कसले सिकायो यो बच्चालाई? गरिबीले सिकाउँछ नि अंकल। कपी 40 रुपियाँ पर्छ, रक्सी 20 रुपियाँमै आउँछ। इङ्ग्लिस सिक्न 1-2 महिना लाग्छ रे स्कुलमा। रक्सी खाए त इङ्ग्लिसदेखि बाहेक केही बोलिँदैन रे। अब कहाँ बस्छौ त? घर त भत्किसक्यो त तिम्रो। बस्न त सरकारले ठाउँ दिएको छ, तर मलाई मन नै लागेको छैन त्यहाँ बस्न। हुन त घर जस्तो बाहिर कहिले हुँदैन, तर बच्चाको कुरा कसले बुझ्ने? कहिलेसम्म देशको भविष्यले दुःख पाउने? त्यही त भन्या, दिनभरि खेल्न पाइन्थ्यो, अब पढ्न जा रे। किताब कपी सरकारले दिन्छ रे। बिहान उठेर बाउको रक्सी चोरेर खाने बानी, अहिले चिया र बिस्कुट खारे। विदेशीको अगाडि रोएर मोमो खाने बानी, अहिले त बिहान बेलुकै दाल भात रे। यस्तो नि हुन्छ त अंकल? तर यो सबै कुरा त राम्रो हो नि। तिमीहरू मोमो खान, रक्सी खान महिनामा एकचोटि होटल जान्छौ, अनि हामीले अहिले खान नपाउँदा चाहिँ एकदमै राम्रो रे। यस्तो हुन्छ? आजकलको बच्चामा शिक्षाको कमी साफ झल्किन्छ। यिनीहरूले यो सब गलत हो भनेर सम्झाउन सरकार कहिले सफल होला? बाउ आमाले त सकेनन्, अब सरकारको प्रयत्न हेर्न हामी आतुर छौँ। क्यामेराम्यान गोलेको साथ कल्लु कुमार अहिले बिदा चाहन्छौँ। धन्यवाद।